अनित थापा चाहिँ जिटिए इलेक्सन सभासद लडेर बोर्ड गठन गरेर उहाँ अहिले चिफ एक्जिक्युटिभ हुनुहुन्छ, उहाँ चेयरम्यान हो है। र उहाँ सम्पूर्ण उहाँले मानोस् उहाँले नमानोस्, उहाँले मन पराओस् मन नपराओस्, तर उहाँ गोर्खा जातिको अभिभावक हो अहिले। र उहाँले यस्तो शब्द र यस्तो एकदमै अभद्र शब्द चाहिँ उहाँले नगर्नुपर्ने हो। र उहाँलाई हामी यहाँबाट यही कुरा भन्न चाहन्छौँ, यसको रिसाद ब्लुप्रिन्ट समष्टिको युवाहरूको तर्फबाट हामी एकदमै घोर विरोध अनि खण्डन गर्छौँ कि यस्तो शब्द चाहिँ आइन्दादेखि चाहिँ उहाँले नगरेको होस्। उहाँ को हो भन्दाखेरि चाहिँ उहाँ आफ्नै एउटा बोर्ड पनि सम्हाल्नु नसक्ने व्यक्ति हो रितेश पोर्तेल चाहिँ। उहाँले आफ्नो बोर्ड गठन गर्दा गर्दै पनि उहाँले हेर्नुहोस् आफ्नो बोर्ड पनि सायद वान अफ द सर्टेस्ट चेयरम्यान चाहिँ उहाँ नै होला म्युनिसिपालिटीको, कि आफ्नो थैलो पनि बलियो राख्नु नसक्ने व्यक्ति। उहाँले यस्तो प्रश्न गर्नु सुहाउँदैन उहाँलाई, किन भन्दाखेरि उहाँ चाहिँ आफ्नो वरिपरि भएको व्यक्तिहरूलाई सम्हालेर बस्नु नसक्ने फेलियर लिडर हो उहाँ चाहिँ मेरो नजरमा चाहिँ। र आउनेवाला समयमा यस्तो प्रश्न उहाँले कदापि नगरेको होस्। हाम्रो अध्यक्षले जहिले पनि भन्नुहुन्छ पहाडलाई शान्ति राख्नुपर्छ, शान्ति राख्नुपर्छ। र अब एकदमै यस्तो कतिवटा कुरोले गर्दामा ज्यादा भयो, यस्तो बेकारको व्यक्तिहरूले एकदमै ज्यादा गर्नु थाल्यो। र हाम्रो यो समष्टिबाट चाहिँ हामी यो कुरोको एकदमै खण्डन गर्छौँ, घोर विरोध गर्छौँ। आइन्दा यो खालको अभद्र शब्दहरू उहाँले गरेको हामीले भेटायौँ भनेदेखिलाई त्यसको लागि हामीले के गर्नुपर्ने हो हामी गरेको हुन्छौँ। र यहाँबाट उहाँलाई म एकदमै ठाडो चुनौती दिन चाहन्छु, आउनेवाला समयमा हाम्रो चिफको बारेमा यो खालको शब्द उहाँले नगरोस्। यो खालको शब्द गरेको खण्डमा चाहिँ आउनेवाला समयमा राम्रो हुँदैन भन्दै तपाईँहरूबाट बिदा लिन चाहन्छु।